कारणले गर्दाखेरि चाहिँ म यस्तो यहाँ जेलमा परेको भन्नुहुन्थ्यो अरे के आमाले चाहिँ हैन मलाई प्रभुले बनाउनु लागि मलाई ल्याउनु भएको छ भन्नुहुन्थ्यो अरे 3 वर्ष कि कति भइसक्यो अरे कि 4 वर्ष भइसक्यो अरे हैन उहाँ त्यहाँ रहनु भएको तर हाम्रो भेट हुने मौका भएन उहाँले चाहिँ हामीले भक्कु सुसमाचार सुनायौँ अनि ट्याक्स दियौँ प्रार्थना गरिदियौँ है अनि हामीलाई छुटकार्न उहाँको आँखाभरि आँसु रसाउनु भयो उहाँले पनि है प्रभुलाई धन्यवाद हो अनि हृदय हृदय आफ्नो साक्षी गवाईहरू सुनाउन पाएँ होइन अनि घर घरमा गएर अनि हरेक व्यक्तिहरूलाई अनि हिजो त म त कति 3-4 घन्टा वचन बोलेछु अस्ति खोटाङमा पनि त्यत्रो 6 घन्टा 7 घन्टा खुट्टाले हिँडेर गएर पनि 9 घन्टा वचन बोलेछु के 9 घन्टा उभिएर वचन बोल्दाखेरि त्यहाँ सबैजना छक्कै पर्नुभएको थियो क्या अनि हिजो पनि 3-4 घन्टै वचन बोलेछु बोले भएछु अरू सुनेको सुने भयो हो धेरै त थियौँ न हामी हिजो चर्चमा त्यस्तै 15-20 जना भेला भएको थियौँ होला सबैजना भेला हुनु भएन है गर्मी फेरि त्यस्तै है प्रभुलाई एकदमै धन्यवाद अनि त्यो जुन घरमा म गएको घरमा हामी गएको घरमा चाहिँ आजभन्दा 5 वर्ष अगाडि भर्खर त्यो घर जग बसाल्नु हुँदै थियो म प्लेनबाट काठमाडौँबाट आउँदै थिएँ मेरो छोरा मलाई एयरपोर्टमा लिन आएको थियो स्कुटीमा अनि स्कुटीमा आएर अनि त्यो पहिले मलाई कल गर्नुभयो एकछिनमा पनि मेरो घरमा पाइला टेकेर जानु दिदी भनेर बोलाउनु भएर एकछिन एयरपोर्टबाट आउँदै गर्दाखेरि म छिरेर 5 मिनट होला मैले प्रार्थना गरेर आएको थिएँ त्यो घर लथाली भर्खर जग बसाल्नु हुँदै थियो अहिले त 3.5 तला घर बनाउनु भएछ आमेन हालेलुया है 3.5 तला घर बनाउनु भएछ जाँदा हैरान भयो के माथि चढ्नको लागि कस्तो गाह्रो हुन्छ मलाई जाँदा त्यो मुनि चाहिँ मान्छेले भाडामा राख्नु भएको रहेछ अनि बाहिर पैसा सबै पसलहरू त्यो चर्चकै छेउमा फेरि त्यो चर्च मैले हालेको छु फोटो होइन बिलिभर चर्च ठुलो त्यो चर्च पनि भर्खर किलाहरू मात्रै त्यो खाँबोहरू मात्रै ठडाइराखेको थियो क्या त्यतिखेर म जाँदा त्यो चर्चको पनि खाँबोहरू ठडिँदै थियो अन्त बहिनीको पनि बिना राई बहिनीको पनि बिना श्रेष्ठ बहिनीको पनि घर मुनि जग चाहिँ बसालिन् तर भर्खर किलाहरू त्यो के भन्छ खाँबोहरू पिलरहरू चाहिँ खरा हुँदै थियो क्या त्यतिखेर मैले प्रार्थना गर्ने अवसर मौका पाएको थिएँ अनि त्यतिखेर हाम्रो कन्ट्याक्ट हराइरहेको थियो तर अस्ति 81 निशा बहिनीबाट हाम्रो कन्ट्याक्ट भएर फेरि म त्यहाँ जाने मौका पाएँ अनि चर्च पनि त्यत्रो हल बनिएछ है अनि अझै त्यहाँ काम बाँकी नै रहेछ तर पनि एकदमै ठुलो के चर्च अनि 7टा कि 6टा ढोका मात्रै रहेछ अनि घर पनि महलै बनिएछ अनि चर्च पनि महलै बनिएछ है परमेश्वरलाई धन्यवाद धेरै खुसी लागेर आयो त्यो आशिषहरू हेर्नको लागि पनि मलाई परमेश्वरले त्यहाँ लानुभएको लागि पवित्र बहिनीले मलाई त्यसले गर्दाखेरि आज वचनले साँच्चै नै